आज मैले आफैसँग कुरा गरे। आज मैले आफैले आफूलाई प्रश्न गरे, के पाइस राम्रो मान्छे बनेर? अरूको चित्त दुख्ला भनी आफ्नो चित्त दुखाएर आज मैले आफैले आफूलाई गाली गरे। कहिले आफैलाई माया गरेछस्, कहिले आफैलाई इम्पोर्टेन्स दिएको छस्। ऐनामा हेरे अनि आफैले आफूलाई झापड लगाए। धेरै फसिस दुनियाँको चक्करमा, अब होसमा आउने बेला भयो। धेरै गरिस अरूलाई माया, अब आफैलाई माया गर्ने बेला भयो। थाहा छ त दुखी हुनुको कारण के हो? थाहा छ त असफल हुनुको कारण के हो? तैले आफ्ना सपनालाई भन्दा बढी पराईलाई समय दिइस्। आफै दुःख सहिस् तर अरूको नराम्रो गरिनस्। तैले मान्छे चिन्न ठूलो गल्ती गरिस्। ती मिठा मिठा झुटा गफहरूमा फसिस् अनि आफैलाई दुःख दिइस्। एउटा कुरा भन् त, सबैको दुःखमा त थिइस्, तेरो दुःखमा को छ र? साथी, प्रेम, आफन्ती बनाउँदा सबै राम्रो अवस्थामा त हक जताउन आउने हुन्। दुःख संघर्षमा त बाहेकहरू को छ र? हेर त आफूलाई कति कमजोर भइसकेस्। छोड्दे अब ती सबै गलत सम्बन्धहरू। छोड्दे अब आफूले आफूलाई सजायदिन। सोच त के गर्छु भन्थिस्, सोच त के बन्छु भन्थिस्, त आफ्नो लक्ष्यबाट भड्किरहेको छस्। त यति लाटो कसरी भइस्? मान्छेले तेरो प्रयोग गर्दैछन्। त कसैको अप्सन भएको छस्, त कसैको टाइम पास भएको छस्, त कसैको मन बहलाउने खेलौना भएको छस्। मैले आज आफैले आफूलाई सम्झाए, अब अन्तिम पटक रुनु छ। अब त्यही मरुन्जेल रुनु छ। कसैको झुटा कुरामा नफसोस्। अब आफूलाई दुःख नदियोस्। यो मन यति कठोर बनाउनु छ, यो मन यति कठोर बनाउनु छ। आज मैले आफैसँग संकल्प गरे। आज मैले आफैसँग कुरा गरे। आज मैले आफैसँग कुरा गरे। आज मैले आफैले आफूलाई प्रश्न गरे, के पाइस राम्रो मान्छे बनेर? अरूको चित्त दुख्ला भनी आफ्नो चित्त दुखाएर आज मैले आफैले आफूलाई गाली गरे। कहिले आफैलाई माया गरेछस्, कहिले आफैलाई इम्पोर्टेन्स दिएको छस्। ऐनामा हेरे अनि आफैले आफूलाई झापड लगाए। धेरै फसिस दुनियाँको चक्करमा, अब होसमा आउने बेला भयो। धेरै गरिस अरूलाई माया, अब आफैलाई माया गर्ने बेला भयो। थाहा छ त दुखी हुनुको कारण के हो? थाहा छ त असफल हुनुको कारण के हो? तैले आफ्ना सपनालाई भन्दा बढी पराईलाई समय दिइस्। आफै दुःख